के अरे बालेनको नेतृत्व आइकिन चाहिँ होइन यो फुलहरू हामीले देख्न पाछौँ, एकदमै रमाइलो लागेको छ। त्यही भएर हामी चाहिँ फोटो भिडियो खिच्नलाई चाहिँ एकदमै रमाइलो मानेर खिचिरहेका थियौँ। बालेन शाहलाई चाहिँ एकदमै धन्यवाद भन्न चाहन्छौँ। हामी चाहिँ यो आन्दोलन, सडक आन्दोलनमा आयौँ होइन। हामी सम्पूर्ण शिक्षकहरूको तर्फबाट हामी धन्यवाद भन्न चाहन्छौँ, किनभने एकैछिन भए पनि हाम्रो मनलाई चाहिँ खुसी बनाउने फुलहरू होइन उहाँकै कारण अथवा उहाँकै देनबाट चाहिँ यो महानगरलाई यस्तो सुन्दर बनाउने अभियान छ, त्यो उहाँले नेतृत्व गर्नुभएको छ। त्यो एकदमै धन्यवाद भन्न चाहन्छौँ। पहिलाभन्दा एकदमै सफा छ, सुग्घर छ, स्वच्छ छ, हराभरा छ वातावरण, यस्तो फुलै फुलले सजिएको छ। एकदमै मन परेको छ हामीलाई त एकदमै। नमस्कार हजुर। नमस्कार। परिचय बताइदिनुहोस् न। मेरो नाम चाहिँ राधा केसी हो, मेरो घर चाहिँ रामेछाप। आज चाहिँ नै तपाईँहरू 13 दिनदेखि काठमाडौँको माइती घर हुँदै बानेश्वरमा ठप्प बनाएर आन्दोलन गरिराख्नु भएको छ। नयाँ वर्ष लागेको छ, हर्ष उल्लासका साथ, उमङ्गका साथ नेपालीहरूले मनाइराख्नु भएको छ। तपाईँहरू आन्दोलन गरिराख्नु भएको छ। हजुर हजुर, एकदमै यो चाहिँ हाम्रो आन्दोलन गर्नुपर्ने बाध्यता हो। सरकारले चाहिँ हामीलाई रोडमा आउनुपर्ने बाध्य गराएर नै हामी आएका हौँ। र सर्वप्रथम चाहिँ म आज नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। 2082 सालले चाहिँ यहाँहरूको जीवनमा नयाँ जोस, जागर र उत्साह र उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको पनि कामना गर्न चाहन्छु। फेरि तपाईँहरूको माग जस्तो सरकारले अहिलेसम्म सुनिरहेको अवस्था छैन होइन। सरकारलाई के भन्नुहुन्छ, तपाईँहरू अन्तिम लडाइँमा हुनुहुन्छ? हजुर, हामी चाहिँ के भन्न चाहन्छौँ भने यही सडकबाट यदि सरकारले नयाँ ऐन जारी गर्छ भने गर्छ, यदि गर्दैन भने चाहिँ हामी सडक छोड्नेवाला छैनौँ। हाम्रो अडान यही छ, हामी नयाँ शिक्षा ऐन नलिकन हामी जाँदैनौँ। 2028 सालको शिक्षा ऐन चाहिँ खारेज हुनैपर्छ भन्ने यही हो हाम्रो माग। जस्तो अहिले चाहिँ सडकहरू मजाले, काठमाडौँको सडकहरू रङ्गीचङ्गी फुलहरू फुल्याएको छ, टिकटक पनि खिच्दै हुनुहुन्थ्यो, कस्तो लाग्यो? परिवर्तन पाउनुभयो? हजुर, एकदमै रमाइलो। के अरे बालेनको नेतृत्व आइकिन चाहिँ होइन यो फुलहरू हामीले देख्न पाछौँ, एकदमै रमाइलो लागेको छ। त्यही भएर हामी चाहिँ फोटो भिडियो खिच्नलाई चाहिँ एकदमै रमाइलो मानेर खिचिरहेका थियौँ। परिवर्तन पाउनुभयो? सफा पहिलाभन्दा एकदमै सफा छ, सुग्घर छ, स्वच्छ छ, हराभरा छ वातावरण, यस्तो फुलै फुलले सजिएको छ। एकदमै मन परेको छ हामीलाई त एकदमै। बालेन शाहले, सरकारले तपाईँहरूको माग नसुने पनि बालेन शाहले प्रिय शिक्षकहरू फोहोर नगरिदिनु होला, हामीले जरिवाना खोजेको होइनौँ, जनचेतना खोजेको भनेर सम्बोधन गर्नुभयो। एकदमै एकदमै हो, उहाँले सम्बोधन गर्नुभयो र शिक्षकहरूले पनि त्यो कुराहरूलाई चाहिँ मनन गरेर होइन हामीले फोहोर गर्नु हुँदैन भनेर चाहिँ हिँड्नु भएको छ। त्यो एकदमै राम्रो हो। तपाईँहरू आफैले गरेको फोहोरहरू, बोतलहरू टिपेर सरसफाइ गर्दै हुनुहुन्छ? हजुर, एकदमै एकदमै हामीले आफूले गरेको फोहोरहरू चाहिँ सफा गर्दै हिँडिरहेका छौँ। त्यो हामीले गर्नु पनि पर्छ। अब सडक सफा गरेर मात्र भएन, फोहोर सफा गरेर मात्र भएन, देशमा भएको भ्रष्टाचार, विकृति, विसङ्गति सबै सफा गर्नु पर्यो भनेर भन्ने जनताको माग छ। एकदमै हो, त्यो त हुनुपर्छ। हाम्रो पनि माग हो, सबै आम नेपालीहरूको माग हो। मेरो बालेन शाहलाई अन्तिममा केही सन्देश छ? उहाँलाई चाहिँ सम्पूर्ण शिक्षकहरूको तर्फबाट हामी धन्यवाद भन्न चाहन्छौँ, किनभने एकैछिन भए पनि हाम्रो मनलाई चाहिँ खुसी बनाउने फुलहरू होइन उहाँकै कारण अथवा उहाँकै देनबाट चाहिँ यो महानगरलाई यस्तो सुन्दर बनाउने अभियान छ, त्यो उहाँले नेतृत्व गर्नुभएको छ। त्यो एकदमै धन्यवाद भन्न चाहन्छौँ। थ्याङ्क यू सो मच अनि ह्याप्पी न्यू इयर। थ्याङ्क यू। हजुरहरूलाई पनि नयाँ वर्षको शुभकामना। धनकुटा जिल्ला यो अहिलेको चल्दै गरेको आन्दोलनमा चाहिँ सहभागी छ। वर्षको यो दिन होइन 82 साल सुरु भएको छ, तपाईँहरू सडकमै अझै पनि रोइगराइ गरिराख्नु भएको छ, बाध्यता हो? हाम्रो बाध्यता हो यो। अहिले हामीलाई रहर छैन कसैलाई पनि, किनभने आजभन्दा अगाडि पनि हाम्रा धेरै सम्झौता भएका थिए शिक्षकका मागहरूको विषयमा। शिक्षकका मागको विषयमा सम्बन्धन भएका जुन सम्झौताहरू थिए ती पनि अहिलेसम्म कार्यान्वयन नभएको कारणले गर्दा यो 19 थरीका शिक्षक जति छौँ हामी अहिले 19 थरीका शिक्षक सबै मारमा परेका छौँ। शिक्षकको वृत्ति विकास, शिक्षकको हक अधिकार प्राप्ति गर्नको लागि शिक्षकलाई एउटा सम्मानित पेसा र शिक्षक एउटा चाहिँ सम्मानजनक पेसा भएको चाहिँ हामीले अवगत गराउनको लागि र हाम्रा विभिन्न मागहरू पुरा गराउनको लागि हामी अहिले सडकमा आन्दोलित रहेका छौँ। र आज हामी नयाँ वर्षमा पनि यही नयाँ वर्ष सडकमै बसेर
हामी नयाँ वर्ष मनाइरहेका छौँ। सरकारले सुनिरहेको छैन, हाम्रा मागहरू यत्तिकै चिच्याट भइरहेका छन्। हाम्रा माग जबसम्म पुरा हुँदैनन् तबसम्म हामी यही सडकमा बस्नेछौँ। हामी जसरी पनि शिक्षा ऐन लिएर शिक्षकका माग, शिक्षकका हक अधिकारका कुराहरूलाई सुनिश्चित गराएर मात्र हामी फर्किनेछौँ। हामीलाई 13 दिन त होइन, 13 महिना लागोस्, 13 वर्ष लागोस्, अब हामी सडकमा छौँ, सडकमा लागिसकेका छौँ, फुटिसकेका छौँ। आज हामी जति छौँ, आजभन्दा भोलि, भोलिभन्दा पर्सि हामी दिनानुदिन गाउँबाट शिक्षकहरू आउने क्रम जारी छ, विभिन्न जिल्लाबाट शिक्षकहरू आउने क्रम जारी छ। जसरी हुन्छ हामीले शिक्षा ऐन प्राप्त गर्नेछौँ, लिनेछौँ, लडेर लिनेछौँ। जसरी लिनेछौँ हाम्रो हक अधिकार प्राप्त गर्नको लागि शिक्षकलाई एउटा मर्यादित पेसा बनाउनको लागि हामी यहाँ आएका छौँ र शिक्षकलाई जुन अन्याय भएको छ त्यो अन्यायलाई पनि न्याय दिने गरी हामी चाहिँ यहाँ लडिरहेका छौँ। भण्डारी, मेरो घर चाहिँ धनकुटा शहीद भूमि गाउँपालिका वडा नम्बर 6 र मेरो विद्यालयको नाम चाहिँ श्री संसारी आदर्श विद्यालय हो। म नेपाल शिक्षक सङ्घ कोशी प्रदेश कार्य समितिको प्रदेश उपाध्यक्ष पनि हो। आफै शिक्षक, आफै गुरु होइन, अनि विद्यालयमा पढाउनु छोडेर सडकमा त नाच्न गाउन आइपुग्नु। हामी चाहिँ समग्र शिक्षाको यो 53 वर्षदेखि 2028 सालदेखि एउटै शिक्षा ऐनलाई टालटुल पारेर राज्यले चाहिँ आफ्नो अनुकूल बनाएर चलाइराखेको छ। त्यो शिक्षा ऐनलाई अहिलेको युगानुकूल शिक्षा, समय सापेक्ष शिक्षा प्राप्तिको लागि शिक्षक, विद्यार्थी, अभिभावक सम्पूर्णको लागि चाहिँ एउटा हक हितको लागि, विद्यार्थीको आफ्नो हकको लागि र यो शिक्षा चाहिँ एउटा अन्तर्राष्ट्रिय स्तरमा यो सर्टिफिकेट चाहिँ बेचेर खान योग्य खालको विद्यार्थी बनाउने अभियानमा छौँ। हामी केवल नितान्त आफ्नो उद्देश्यको लागि मात्रै, आफ्नो फाइदाको लागि मात्रै हामी आन्दोलन आएका छैनौँ। हामी चाहिँ समग्र देशको एउटा शिक्षा नीति 53 वर्षदेखि, हिजो राणाकालदेखि पञ्चायती व्यवस्थादेखि आएको शिक्षालाई चाहिँ एउटै ऐनलाई टालटुल पालेर चलाएको स्थितिमा चाहिँ हामी त्यसको परिवर्तनका लागि हाम्रो अहिले एक सूत्रीय माग छ। हामी हाम्रो मात्रै माग लिएर आएका छैनौँ। विगतमा शिक्षक र सरकार, शिक्षक महासङ्घ र सरकार बिच भएको जुन एउटा सम्झौता छ त्यो सम्झौतालाई अक्षर छ सरकारले पालना गरेर नयाँ शिक्षा ऐन, अहिलेको युगानुकूल शिक्षा, समय सापेक्ष शिक्षाको लागि चाहिँ शिक्षा ऐन जारी होस् भन्ने आन्दोलनमा चाहिँ हामी आएका छौँ। हामी विद्यार्थीको पढाइलाई डिस्टर्ब गरेर आएका छैनौँ। हाम्रो काम, हामीले हाम्रो परीक्षा सकाएर कपीहरू काटेर परीक्षण गरिसकेर त्यसपछि अनि विद्यार्थीको रिजल्ट तयार पारेर अब हामी नयाँ वर्षको शैक्षिक योजना कार्यक्रमलाई चाहिँ शैक्षिक योजना निर्माण गर्ने बेलामा चाहिँ हामी यहाँ आएका छौँ र अहिले 15 गतेसम्म लगभग हाम्रो पढाइ हुँदैन। यो भर्ना अभियान हो। यो भर्ना अभियानलाई चाहिँ हामीले अहिले तत्कालको लागि चाहिँ केही समय यो विद्यार्थी अनुकूल नभए तापनि यो चाहिँ पछिसम्मको लागि दीर्घकालीन रूपमा यो अहिलेसम्म भएको शैक्षिक समस्याको चाहिँ अन्त्यको लागि यो शिक्षक आन्दोलन होइन, हामी चाहिँ शैक्षिक आन्दोलनको लागि चाहिँ काठमाडौँमा आएका छौँ। आफ्नो सजिलोको लागि मात्र आन्दोलन गरेर हुँदैन भनेर प्रधानमन्त्रीले घोषित नितान्त हामी आफ्नो मात्रै सजिलोको लागि आएकै छैनौँ। हामी समग्र शिक्षा नीति नै समय अनुकूल परिवर्तन हुनुपर्छ भनेर शैक्षिक अभियानको लागि आएका हौँ। हामी शिक्षाभन्दा धेरै राजनीतिकरण भयो, स्कुलमा राजनीति भयो, शिक्षकहरू राजनीतिमा संलग्न भयो भने कसले बनायो त? त्यो प्रधानमन्त्रीले बनाउनु भएको होला नि त। शिक्षकै सहायताले आज उहाँ एउटा कुर्सीमा बस्न योग्य हुनुभएको होला होइन। हिजो उहाँहरू चाहिँ जेल बस्दा, नेल बस्दा, गाउँमा चाहिँ एउटा भूमिगत अवस्थामा शिक्षकले नै राजनीति गरेर आज त्यो कुर्सीमा हुनुहुन्छ नि त उहाँ त। यदि शिक्षकले त्यो उहाँ चाहिँ भूमिगत भएर अथवा उहाँ चाहिँ जेलभित्र बस्दाखेरि त्यो बेला गाउँमा शिक्षकहरूले राजनीति नगरिदिएको भए आज उहाँ सजिलैसँग त्यो कुर्सीमा बस्न पाउनुहुने थिएन। त्यसैले गर्दा उहाँले सम्पूर्ण विगतलाई भुलेर अहिले एकतर्फी शिक्षकलाई मात्रै गाली गरिरहनु भएको छ। र अहिले नै हेर्दा पनि हिजो जति पनि शिक्षकले 10/4को समय बाहिर राजनीति गरेको बेलामा जति यो राजनीतिक दलको कार्यकर्ताहरूमा एउटा जोस, जाँगर, उत्साह शिक्षकले पैदा गरेको थियो, अहिले हेर्नु त्यो सबै वितृष्णामा परिणत भइरहेको छ। तर शिक्षकले कहिले पनि हामीले राजनीति गरेका छैनौँ। गर्छौँ त यो 10 बजेदेखि 4 बजे विद्यालयको कक्षा कोठामा हामी यो एमाले, यो काङ्ग्रेस, यो माओवादी, यो यहाँबाट आएको विद्यार्थी भनेर हामी कहिल्यै भेदभाव गर्दैनौँ। बाँकी समय, बचेको समय, सरकारले तोकेको समयभन्दा बाहेक हामी शिक्षक चिया बेचौँ कि चटपटै बेचौँ कि गाई फार्म खोलौँ कि होइन, बाख्रा चराउन जाउँ कि त्यो त हाम्रो विषय हो नि त। सरकारले दिएको समयमा त हामी सरकारको काम नियमित रूपमा हामीले गरिरहेकै छौँ।